नगरपालिका सिन्धुली प्रवेशद्वार। बसेर हेर चाहिँ टाइम छ अन्त आई लभ सिन्धुली कहाँ छ है यो खोला बढेर यस्तो भयानक रूप लिएको थियो यसले बिचरा डल्लै यो गएको थियो डुबेको खतम बनाएछ हामी पहिला बसेको होटल पनि सब बन्द छ अहिले खतरनाक भएछ यहाँ त है पुल त अरू अप्सन छैन साधन पारी पुग्ने गाउँमा सो यही पुल चाहिँ यही ब्रिज चाहिँ युज गर्नुपर्छ बहिनी के यहाँ हो रिप जाने बाटो कुन चाहिँ हो ए उताबाट हो ए हुन्छ हुन्छ ल बहिनी भयो ल आमा जयमसी ठिकै छ तपाईँलाई स्वागत छ धन्यवाद बाटो त अन्त यो त मुस्ताङ मनाङ भन्दा पनि डरलाग्दो रहेछ त बाटो हेर्नु न आम्मामा कसरी आइपुग्यो बाहिर चढ्नु मन पर्दैन बाटो हेलो गुड मर्निङ जयमसी र हामी चाहिँ बर्दिवासमा छौँ अहिले र हामी चेकआउट हुँदैछ हाम्रो अब आज चाहिँ हामी सेवा भन्ने ठाउँमा पुग्छौँ र पहिला चाहिँ रिफिलिङ गरिहाल्नुपर्छ रिफिलिङ हाम्रो डेस्टिनेसन तर्फ र यहाँबाट चाहिँ काठमाडौँ पनि निस्किन्छ सिन्धुली हुँदै हामी पनि सिन्धुली हुँदै जानुपर्छ बर्दिवासै फर्केर आएको छौँ खाजा खानको लागि माथि खालि चाउमिन मात्रै पाउँदो रहेछ हो चाउमिन खाँदा खाँदा वाक्कै भइसक्यो सो हामी चाहिँ पुरी सब्जी खान आएको ए हुन्छ त पहिला पुरी खुवाउनु अब चाहिँ पक्का हामी निस्किँदैछौँ बर्दिवासबाट अघि पनि माथि पुगेर फर्केको खाजा खानको लागि धेरै साल बाद हिँडे बाटो मजाको लाग्यो धेरै धेरै माया छ हाम्रो येशूलाई धेरै धेरै माया छ हाम्रो येशूलाई धेरै धेरै अनन्तलाई धेरै धेरै अनन्तलाई
छिटो आउनुहोस् ए बिचरा ब्याग गियर छैन यसमा फेरि ब्याग गियर हाल्नु चाहिँ ल नगरपालिका सिन्धुली प्रवेशद्वार यहाँबाट चाहिँ सिन्धुली स्टार्ट हुँदो रहेछ नि त है सिन्धुली त जिल्ला हो क्या है यहाँबाट स्टार्ट हुँदो रहेछ नि त कतारी 158 रहेछ यहाँबाट तर बाटो राम्रो छ राजीव म आएर आउँदै क्या जोन रात पऱ्यो आउँदा आउँदै हो सिन्धुली ब्रिज सिन्धुलीको बजार सिन्धुली गाडी त राखेको जस्तो है स्पिड चार्जिङ क्या गाडीको बाटो भनेको नि टाइम खाने सुन्तला बसेर हेरेर चाहिँ टाइम छ अन्त I love Sindli. कहाँ छ है
डल्लै लगेको थियो यो यहाँ अझै पनि हो ओली हामी यहाँ बसेको थियौँ नि एकपल्ट यो त थिएन छ है हामी तल बसेको थियौँ नि बिचारा यहाँ रहन्थे गयो यत्रो खत्तम भयो नि अन्त बिचाराको होटलै बन्द भयो अन्त डरलाग्दो लाग्थ्यो नि त भल पनि अन्त आम्मा हट यो खोला बढेर यस्तो भयानक रूप लिएको थियो यसले बिचारा डल्लै यो गएको थियो डुबेको खत्तम बनाएछ हामी पहिला बसेको होटल पनि सब बन्द छ अहिले खत्तम भएछ पुल पनि लगेको थियो नयाँ बनाएछ यो चाहिँ दोलखा जाने पुल हो बाटो सबै बा यो ठाउँ चाहिँ हामी दुईपल्ट गएको थियो खतरनाक भएछ खतरनाक बिचाराहरू हामी पुग्नु पर्ने रहेछ ग्वालटारदेखि चाहिँ फेरि अलिकति अफ रोडिङ रहेछ पहिलोचोटि बाटो हिँड्दैछु कस्तो धुलो उडेको साइड कस्तो मजाको है तामगास गएको जस्तो बाटो है अहिले गोल्टासमा हजुर यो धरान निस्किन्छ बाटो धरानतिर खोइ के गर्छ र यो त त्यो उता हलेसीहरू जाने बाटो हो हलेसी हलेसी त जान्छ यहाँबाट है यहीँबाट जान्छ हलेसी यहाँबाट जान्छ भनेपछि चाहिँ तपाईँको निस्किन्छ होला भेनेटारहरू धनकुटा निस्किन्छ होला होला यो बाटो जान्छ ए हुन्छ गयो ल धन्यवाद मैले गोल्टार हो घर यहाँ अटोहरू केही आउँछ भने पैसा ए अब खै यहाँ त आँट्दैन नलागिदिन्थे हुन्थ्यो नि अटो त हुन्थ्यो नि त्यही त अँटे त हुन्थ्यो अब अँट्दैन अट्दैन न गोल्टार हो म त हुन्छ धन्यवाद ल हुन्छ जग्गा मजाको देखेको ब्युटिफुल ब्युटिफुल अब बाँसको पो रहेछ यहाँ त अब खतरनाक भएछ यहाँ त है पुल त अरू अप्सन छैन साधन तारी पुग्ने गाउँमा सो यही पुल चाहिँ यही ब्रिज चाहिँ युज गर्नुपर्छ अनि यो ब्रिज चाहिँ नाजुक कन्डिसनमा भइसकेको रहेछ यसलाई मेन्टेनेन्सको जरुरत रहेछ हो खाला पुल हो ए ग्वालटार रहेछ ग्वालटार सिन्धुली ओ यत्रो ठुलो रहेछ सिन्धुली त हुन्छ बस ल सो यो बाटो जानुपर्ने रहेछ रफ रहेछ ए यो त कहाँ जान्छ हौ
बहिनी के यहाँ हो रिप जाने बाटो कुन चाहिँ हो ए उताबाट हो ए हुन्छ हुन्छ ल बहिनी भयो ल यहाँ त अप्ठ्यारो हो ए हुन्छ हुन्छ डर लाग्दो रहेछ त जग्गा त है होइन कति जानुपर्ने हो है कता हो अलि माथि गएपछि यता यता जानु भएन यता भने खतरनाक रहेछ नि त बाटो पनि बाटो हो यो भर्खर खनेको क्या है हुन्छ धन्यवाद माटो रहेछ नि त पुरा है आम्माम एकछिन पर्दैन होइन चढ न तानेन भने त म भनिहाल्छु नि उत्रि भनेर तान्छ ल तानेन भने उतार्छु नि म हुन्छ तानेन भने चाहिँ उतार्छु भारीमा चाहिँ राम्रो कुद्छ नि त कि एक्लोमा फेरि पुरा उफार्छ नि त एक्लै झन् उफार्छ नि त फेरि यसको सस्पेन्सन पनि कडा छ हो झर्नुपर्छ ओइ बाटो त आइया है प्रभुले हामीलाई यहाँको लागि चुन्नु भएको रहेछ धन्यवाद कस्तो डरलाग्दो छ त अन्त बाटो त है I can do all things to Christ who strengthens me. I can do all things through Christ who strengthens me. को पनि बाउ रहेछ आम्मामा जय मसी ठिकै छ तपाईँलाई स्वागत छ धन्यवाद बाटो त अन्त यो त मुस्ताङ मनाङ भन्दा पनि डरलाग्दो रहेछ त बाटो हेर्नु न आम्मामा कसरी आइपुग्यो बाहिर झर्नु मन झर्यो भने चढ्नु मन पर्दैन होला अप्ठ्यारो छ बाटो हजुर ओह दिदी त बिचारा डरले हो डरले गाडी र शनिबार नयाँ बाटो हो नि त हैन पहाड पर्यो कि अझ अलि राम्रो भएको नि अस्ति दिजो झन् बिग्रेको थियो है युटिलिटी जान्छ पानी पऱ्यो भने चाहिँ बिजोक हुन्छ होला पानी पऱ्यो भने चाहिँ बिजुक हुन्छ किनभने माटो रातो माटो रहेछ चिप्लिन्छ नि
चर्च यही माथि छ क्या यही माथिबाट चर्च जान चाहिँ ए अहिले हामी बस्ने तलै हो आज चाहिँ ए बस्ने तल हो यसलाई कहाँ राख्ने होला त यार माथि यहाँ चढ्ला त त्यहाँबाट बाइक छ त हाम्रो बाइक त चढ्छ ए यो दुईजना चढ्यो भने त बाइक सामान कति छ यहाँ जान्छ हुन्छ राखेर तपाईँलाई देखाउँछु कहाँ राख्ने भन्दा हुन्छ हुन्छ बाटो चाहिँ डरै लाग्दो छ हिँड्नु भएको हजुर कति दिन भयो हिँड्नु भएको हामी आजसँग 17 दिन भयो होला 17 दिन भइसक्यो हजुर यहाँ माथि बाइक उक्लिन्छ होला त यो सानो गोरेटम उक्लिन्छ त्यहाँ राख्नलाई कुन ठाउँमा यो बाटो छ नि यही बाटो उकालो उकालो राख्नुपर्छ क्या त्यहाँ बाइक मेरो पनि एउटा त्यहीँ छ आमामा ठुलो छ है बाइक हेभी छ यो जाला त त्यहाँ कहाँ छ भन्नु रे यहीँ राख्नको लागि उहिले र उयो यस्तो छत छ नि हजुर त्यहाँ चाहिँ प्लेन छ त्यहाँ सानो ठाउँ छ ब्याग चाहिँ निकालेर राख्नु न त हुँदैन हामी बोक्छौँ ब्याग चाहिँ जान्छ ल होइन भारी बोक्नु त न ठिक छ होला बिस्तारै हिँड्नु ल आम्मामामामामा डरलाग्दो बाटो डरलाग्दो साइको हुँदो रहेछ साइको यहाँ राख्नु सम्पूर्ण एसपिएफ मण्डलीलाई जय मसी सो हामी जुन चाहिँ सेवाकाईमा आएको छौँ सिन्धुली भन्ने जग्गामा यो चाहिँ अति गाह्रो रहेछ है तल देख्नु हुँदैछ त्यहाँदेखि यो डाँडा 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 यस्तो डरलाग्दो बाटो रहेछ यस्तो डरलाग्दो तपाईँको मुटु काम्ने बाटो रहेछ सो यहाँ हामी हिँड्दैछौँ है सो प्रार्थनामा याद राखिदिनुहोस् यात्राको लागि साथै सुरक्षाको लागि सेवाकाईको लागि बाटो चाहिँ यति डरलाग्दो आम्मामा सोच्दा पनि सोचेको थिइनँ यस्तो डरलाग्दो बाटो छ भनेर तपाईँको त्यो कुम्रेकको बाटोको त केही पनि होइन यसको अगाडि कुम्रेकको बाटो त धेरै सजिलो बाटो यो बाटो त त्यसको पनि बाजे पो रहेछ दिदी के भन्नु छ के भन्नु सकिनँ बाटोको बारेमा बाटो त अब बाटै भइहाल्यो खतरनाक दिदी स्कुटीले तान्दै थियो तर पनि दिदी चाहिँ डरले उत्रेको है सो प्रिय बाटो चाहिँ यति डरलाग्दो रहेछ डाँडामै रहेछ टुप्पामै रहेछ र कहाँबाट चाहिँ हामी सुरु गरेको थियौँ हिँड्नु है कता हो देख्दैन पनि रहेछ अनि यस्तो डरलाग्दो बाटो छ प्रभुले हामीलाई सायद यहाँको लागि चुन्नु भएको होला यी हेर्नुहोस् त यस्तो सानो बाटोमा चाहिँ बाइक लिएर चाहिँ स्कुटी लिएर चाहिँ मैले यहाँ पार्किङ गरेर छु यस्तो रहेछ फेरि यहाँबाट उकालो हिँड्नु पर्ने छ है प्रेयरमा राखिदिनु छ है स्कुटी चाहिँ यहाँ पार्क भएको छ है बाटो चाहिँ यस्तो डरलाग्दो छ डरलाग्दो र अब यहाँ हाम्रो फादर र हामी चाहिँ माथि चढ्दैछौँ अहिले सामानहरू उहाँले बोकिदिनु भएको छ सेवाकाई यस्तो हुँदैछ हाम्रो अब हामीले यति साह्रो मुस्किलले माथि चढेका छौँ र अब फर्किँदा फेरि धेरै गाह्रो पर्ने रहेछ र यस्तो डरलाग्दो छ बाटो सो यहाँबाट अलिकति खुट्टा चिप्ल्यो भने चाहिँ तलै पुग्ने रहेछ प्रार्थनामा याद राखिदिनुहोस् है सो फाइनली हामी चाहिँ यहीँ पुगेका छौँ र बाटो तपाईँले देखिहाल्नुभयो बाटोको परिस्थिति चाहिँ एकदम नाजुक रहेछ मुस्ताङ मनाङको भन्दा पनि डरलाग्दो रहेछ सो हामी जसो तसो आइपुगेका छौँ र फर्किन चाहिँ अब गाह्रो पर्ला जस्तो छ सो यहाँ हाम्रो फादर भाइ शुक्रपतिको घर हामी आज यहीँ हल्ट गर्छौँ भोलि पनि र पर्सि चाहिँ हामी सेवाकाईको बाटोमा फर्किन्छौँ हुन्छ स्टे ट्युन सी यु लेटर बाबु सो हाम्रो
बसोबासो चाहिँ हुन्छ ल